नमस्कार। हाम्रो यस ज्योतिष च्यानलमा यहाँलाई हार्दिक स्वागत छ। म ज्योतिष पण्डित टिकाराम घिमिरे। हामीले यस ज्योतिष च्यानल मार्फत विभिन्न किसिमका राशिफलहरू, ज्योतिषसँग सम्बन्धित विभिन्न विषयहरू, वास्तुसँग सम्बन्धित विभिन्न विषयहरू र धर्मसँग सम्बन्धित विषयहरू राख्ने जमर्को गरिरहेका छौँ। यहाँहरूले हेरेर आनन्द लिनुभएको छ भन्ने हामी विश्वास गरेका छौँ। हामीले यससँग सम्बन्धित, ज्योतिषसँग सम्बन्धित, वास्तुसँग सम्बन्धित, धर्मसँग सम्बन्धित कुनै जिज्ञासाहरू छन् भने यहाँहरूले तल दिएको लिङ्क मार्फत अथवा टेलिफोन मार्फत यहाँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। चिना हेराउनु परेमा वास्तुसँग सम्बन्धित कुनै पनि घर जग्गासँग सम्बन्धित विभिन्न किसिमका समस्याहरू छन् भने यहाँहरू सम्पर्क गर्न सक्नुहुनेछ। हामीले तल टेलिफोन नम्बर दिइरहेका छौँ र हाम्रो च्यानललाई कहाँदेखि हेर्दै हुनुहुन्छ यहाँहरूले सबै सामु पुर्याउनको लागि सेयर गरिदिनु होला, सब्सक्राइब गर्न नबिर्सिनु होला र तपाईँको एउटा सब्सक्राइबले, एउटा सेयरले अरू धेरैजनाले यसमा लाभ उठाउन सक्नुहुनेछ र कमेन्ट समेत गरिदिनु होला। र हामीले अब ढिला नगरी आजको यस राशिफल प्रस्तुत गर्न गइरहेका छौँ। सिंह राशि हुने जातकहरूको लागि 2082 साल मिश्रित खालको फल लिएर आएको छ। यो वर्षमा यहाँहरूलाई के हुँदैछ, बाँकी व्यापार व्यवसायहरू कस्तो हुँदैछ, अध्ययन अध्यापनमा कस्तो हुँदैछ, यहाँहरूको राजनीतिक क्षेत्र कस्तो छ त भन्ने विषयमा हामीले चर्चा परिचर्चा गर्न आइरहेका छौँ। यहाँहरूको लागि सिंह राशि हुनेहरूको लागि मिश्रित खालको फल लिएर आएको छ। 2082 सालमा व्यापार व्यवसायमा लाग्नेहरूको लागि निकै राम्रो रहेको देखिन्छ। यहाँहरूको कतैबाट नयाँ अवसर प्राप्त हुन सक्ने, नयाँ व्यापार व्यवसाय सिर्जना गर्नुहुने अथवा नयाँ सुरु गर्ने अवस्थाहरू पनि सिर्जना हुन सक्छ। सिंह राशि हुनेहरूको लागि यहाँहरूको स्थायी सम्पत्तिबाट राम्रो लाभ प्राप्त हुन सक्ने देखिन्छ। आफू बसेकै ठाउँबाट पनि राम्रो लाभहरू प्राप्त हुन सक्ने देखिन्छ। कृषि व्यवसायमा लाग्नु भएको छ भने निकै राम्रो रहेको देखिन्छ। यो वर्ष नोकरीमा राख्ने, जागिरमा लाग्नेहरूको लागि निकै राम्रो वर्ष रहेको, मान प्रतिष्ठामा वृद्धि हुने खालको देखिन्छ भने यहाँहरूको लागि यो वर्ष नयाँ स्थानमा सरुवा जान सक्ने अथवा नयाँ स्थान परिवर्तन भएर नयाँ जिम्मेवारी वहन गर्नुपर्ने अवस्था देखिनेछ। सिंह यो वर्ष दाम्पत्य जीवनमा भने निकै राम्रो सुधार आउनु देखिनेछ। सन्तानबाट निकै राम्रो सहयोग प्राप्त हुन सक्नेछ। सन्तानको कामहरू बन्नाले निकै मनमा हर्ष उल्लास प्राप्त हुने देखिनेछ। विद्यार्थीहरूको लागि निकै राम्रो रहेको छ। अध्ययन अध्यापनमा लाग्नेहरूको लागि यो वर्ष अति राम्रो देखिएको छ। यहाँहरूको मेहनतलाई सार्थक तुल्याउने खालको वर्ष रहेको छ। अध्ययन अध्यापन लिएर विदेश जाँदै हुनुहुन्छ भने त्यस यहाँहरूको लागि निकै राम्रो वर्ष भइरहेको छ। वैदेशिक रोजगारमा जानेहरूको लागि यहाँहरूलाई राम्रो अवस्था देखिएको छ। वैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ भने विशेष गरेर यहाँहरूले जानुभन्दा अगाडि आफ्नो कामको कन्फर्मेसन गरेर भने जानु होला। अन्यथा उहाँ पुगिसकेपछि थोरै केही समय गएको 2 महिना अथवा 3 महिनासम्म केही समस्या सिर्जना हुन सक्ने अवस्था पनि देखिनेछ। त्यस कारणले जानुभन्दा अगाडि एकपटक कन्फर्मेसन गरेर मात्रै जानु होला। आर्थिक रूपमा निकै राम्रो रहनेछ। यो वर्ष सामाजिक रूपमा, धार्मिक रूपमा लाग्नेहरूको लागि राम्रो मान प्रतिष्ठा प्राप्त हुने योगहरू देखिनेछ। राजनीतिक क्षेत्रमा लाग्नेहरूको लागि यो वर्ष नयाँ पद प्राप्त हुन सक्ने योगहरू पनि देखिन्छ। तर बोलीमा भने अलिकति संयमता रहनु होला। यो वर्ष 2.5 दशाको कारणले गर्दा यहाँहरूलाई कामहरूमा केही समस्या सिर्जना नहोला भन्न सक्ने अवस्था हुँदैन। बोलीको कारणले अनावश्यक झन्झटमा पर्नुपर्ने अथवा मुद्दा मामिलामा फस्नुपर्ने अथवा झैझगडाहरू हुन सक्ने अवस्था पनि हुन सक्छ। विरोधीहरू सक्रिय भएर हुने आएको कारणले थोरै यहाँहरूलाई न्याय क्षेत्रमा भने समस्या सिर्जना हुनसक्छ। न्यायमा भने अलिकति ढिलाइ हुनसक्छ र समस्या पनि सिर्जना हुन सक्ने अवस्था देखिनेछ। शनिको 2.5 दशाको कारणले थोरै यहाँहरूले समस्या सिर्जना गर्नु देखिनेछ भने यो वर्ष विशेष गरेर 2082 सालमा यहाँहरूलाई वैशाख महिनामा खर्च वृद्धि हुन सक्ने अवस्था देखिन्छ भने यात्राहरूबाट भने लाभ प्राप्त हुन सक्ने देखिन्छ। ज्येष्ठ महिनामा काम कार्यमा सफलता प्राप्त हुन सक्नेछ र नयाँ स्थानमा परिवर्तन भएर स्थान परिवर्तन गरेर नयाँ स्थानमा जाने, नयाँ स्थानबाट व्यापार व्यवसायहरू गर्नुपर्ने अवस्था पनि सिर्जना हुन सक्छ। आषाढ महिना त्यति राम्रो देखिएको छैन। मनमा अशान्ति हुने, कामहरूमा ढिलाइ हुन सक्ने देखिन्छ भने श्रावण महिनामा आर्थिक रूपमा लाभ हुने, शरीरमा ऊर्जा वृद्धि हुने, कामहरूमा सफलता प्राप्त हुन सक्ने देखिन्छ भने कतैबाट नउठेको रकम छ भने श्रावण महिनामा उठ्ने सम्भावनाहरू निकै राम्रो देखिएको छ। भाद्र महिनामा थोरै वाद विवाद पर्न सकिन्छ। कतैबाट होच्याउने अथवा मान सम्मानमा केही गिरावट आउने, केही समस्याहरू आउन सक्ने देखिन्छ भने असोज महिनामा निकै राम्रो देखिन्छ। यहाँहरूको विजय प्राप्त हुन सक्ने, कम्पिटिसन लाग्नु भएको छ, प्रतियोगितामा लाग्नु भएको छ भने निकै राम्रो सफलता प्राप्त हुन सक्ने देखिनेछ। कार्तिक महिनामा यहाँहरूको लागि 81 कतैबाट लाभ प्राप्त हुन सक्ने, जग्गा जमिनबाट लाभ प्राप्त हुन सक्ने देखिन्छ भने मङ्सिर महिनामा खर्च वृद्धि हुन सक्छ।
स्वास्थ्यमा खर्च बढाउनु पर्ने अवस्था देखिन्छ, वाद विवादको सिर्जना हुनसक्छ। उस महिनामा स्वास्थ्यमा केही समस्या भए तापनि सामाजिक र आर्थिक रूपमा भने निकै राम्रो लाभ प्राप्त हुन सक्ने देखिन्छ। माघ महिनामा यहाँहरूलाई स्वास्थ्यमा समस्या देखिन सक्छ, अलिकति छातीसँग सम्बन्धित समस्याहरू, मुसँग सम्बन्धित समस्याहरू देखिन सक्छ र परिवारको लागि केही खर्च गर्नुपर्ने अवस्था देखिन्छ। फाल्गुन महिना निकै राम्रो देखिएको, धन रुपियाँ पैसा लाभ हुने, नउठेको रकमहरू उठ्न सक्ने देखिन्छ, मान प्रतिष्ठामा वृद्धि हुन सक्ने देखिन्छ भने चैत्र महिनामा निकै राम्रो रहेको छ, विजयको योग रहेको छ, राम्रो यात्रामा निस्किनु पर्ने अथवा विभिन्न ठाउँहरूमा भ्रमणको लागि निस्किनु पर्ने र त्यहाँबाट पनि लाभ प्राप्त हुन सक्ने देखिन्छ यो वर्ष सिंह राशि हुनेहरूको लागि। यो वर्षमा तपाईँहरूले शुभ रङ सुन्तला कलरको रङ र रातो कलरको रङ प्रयोग गर्नुभयो भने निकै राम्रो देखिनेछ। दिशा पूर्व दिशा निकै राम्रो रहेको छ, यहाँहरूको लागि पनि कामहरू गर्दा पूर्व दिशाको तर्फ फर्किएर काम गर्नु भने निकै राम्रो रहनेछ। शुभ अङ्क 1 नम्बर रहेको छ, 1 नम्बर प्रयोग गरेर काम गर्नुभयो भने यहाँहरूको लागि निकै राम्रो देखिनेछ। यो वर्ष राजनीतिक क्षेत्रमा, ब्याङ्किङ क्षेत्रमा, सूचना प्रणालीमा लागेर कामहरू गर्ने, विलासिता सामान गरगहनासँग सम्बन्धित कामहरूमा लाग्ने, होटलहरूमा काममा लाग्ने, निर्माण व्यवसायहरू, इलेक्ट्रोनिक र इलेक्ट्रिक कामहरूमा लाग्नेहरूको लागि र कपडाको व्यापार गर्नेहरूको लागि निकै राम्रो वर्ष रहेको छ 2082 सालमा। बाँकी अरू कामहरू पनि सफल होस्, शुभ होस् भन्नको लागि यहाँहरूले शनिको पाठ पूजाहरू गरेर शनिको लागि पिपलको फेदमा प्रत्येक शनिबारको दिनमा माटोको भाँडोमा तोरीको तेल राखेर दियोबत्ती बालिदिनु, 40 दिनसम्म बालिदिनु भयो, 40वटा शनिबार बालिदिनु भयो भने यो वर्षभरि नै निकै उत्तम रहनेछ। महाकालको दर्शन गर्नु होला, हनुमानको शिव पार्वतीको पूजा पाठहरू गर्नु होला, निकै राम्रो रहनेछ। कुनै पनि कामहरू सुरु गर्नुभन्दा अगाडि गणेशको आराधना गरेर काम सुरु गर्नुभयो भने 2082 साल तपाईँहरूको लागि राम्रो रहनेछ, शुभ रहनेछ, सफल रहनेछ यो वर्ष सिंह राशि हुनेहरूको लागि। बाँकी 2082 साल सिंह राशि हुनेको लागि निकै राम्रो होस्, सफल रहोस् र उल्लासमय रहोस्। जय होस्।